विशेष गरेर विदेशमा बस्नेहरूले हेर्नै पर्ने भिडियो। हामीहरूले मोबाइल सिरानी मुनि राखेर सुत्ने गर्छौं किनकि दिनभरिको थकानपछि भोलि ड्युटी जान गाह्रो हुन्छ भनेर अलार्मको सहारा लिनको लागि सिरानी मुनि राखेर सुत्छौं, जसले गर्दा के हुन्छ भने हरेक फोनबाट अदृश्य तरङ्गहरू रेडिएसनहरू लगातार रूपमा निस्किरहेका हुन्छन्, जुन रेडिएसनहरूले हाम्रो टाउकोबाट आरपार गरिरहेका हुन्छन्। त्यसले गर्दा हाम्रो निद्रा बिग्रिने, टाउको दुख्ने, याददाश्तहरू कम हुने समस्याहरू आइरहेका हुन्छन्। अझ दीर्घकालीन रूपमा त झन् धेरै असरहरू पनि गरिरहेको हुन्छ। त्यसैले तपाईको त्यस्तो बानी छ भने आजैबाट बन्द गर्नुहोस्। कृपया यो भिडियो आफ्नो आफन्त र परिवारहरूमाझ पनि शेयर गर्नुहोला, जसले गर्दा ठूलो समस्या हुनबाट बच्न सक्छ।